ओटिपी भन्नु त तपाईँले उबर गर्नुभएको थियो ओटिपी कति हो ल उबरको सेकेन्ड राइड पनि मेरो लागिसकेको छ अब म उबरको सेकेन्ड राइडको प्यासेन्जरलाई लिन गइरहेको छु होइन ल उहाँको रेस्पोन्स पनि कस्तो हुन्छ म चाहिँ पछि तपाईँलाई चाहिँ त्यही गएर देखाउँछु है त ल गाइस मेरो सेकेन्ड राइडको प्यासेन्जर यतै हुनुहुन्छ अरे होइन उहाँ दाइ नै हो कि क्या जस्तो लाग्छ मलाई हजुर हो ए ओटिपी भन्नु त तपाईँले उबर गर्नुभएको थियो ओटिपी कति हो यता आउनुहोस् है एकछिन कति 35 हजुर हजुर को जानुहुने हो को जाने हो हजुर ए हो जाम न त जाम ल म सरलाई यतै छोडिदिन्छु है ओके ल आज चाहिँ हजुर मेरो सेकेन्ड राइड पर्नु भएको थियो अनि के कस्तो लाग्दैछ यसो उबरको बारेमा भनिदिनु पऱ्यो सर तपाईँले धन्यवाद के भन्नुहुन्छ प्यासेन्जरहरूलाई तपाईँलाई कस्तो अनुभव भयो आजको होइन मेरो तपाईँ सेकेन्ड प्यासेन्जर मेरो लागि म चाहिँ फेरि सेकेन्ड युज पटक मात्रै हो युज गर्न थाल्यो ए ओके अब इन्टरनेसनल ब्रान्ड हो ओके पक्कै पनि टेक्नोलोजीको हिसाबले अलिकति राम्रो छ भन्ने कुरा अब विदेशहरू जाँदाखेरि पनि देखिरहेको बुझिरहेको ओके नेपालमा आएको छ राम्रो छ एउटा कुरा चाहिँ पठाओ या याङ्गो इन्ड्राइभहरूको आफ्नो बिजनेस मोडल होला ओके तर एउटा के चाहिँ के भने ग्राहकको हिसाबले चाहिँ कहिलेकाहीँ जस्तै मोटरसाइकल या स्कुटी चुज गर्ने अप्सन पनि भइदियो भने यसमा होइन ओके एउटा के हुन्थ्यो भन्दा कहिलेकाहीँ सामान हुन्छ अनि स्कुटी आइदियो भने अलिकति सामान राख्न पाइन्थ्यो एक्ज्याक्टली बाइकको नम्बर मात्रै आउँछ या मोडल आउँछ तर के भइदिन्छ त भन्दाखेरि भरे मोटरसाइकल आइदिँदाखेरि त्यो सामानहरू कहिलेकाहीँ बोक्न गाह्रो हुन्छ ओके नाइस नाइस अप्सनमा चाहिँ यु वान्ट टु चुज स्कुटी अर बाइक ओके नाइस पनि आयो भने अरू एकछिन पर्खौँ होला होइन 2 मिनट एक्स्ट्रा लाग्ला तर आफूले भनेको हिसाबले आउँछ यो एउटा चाहिँ धेरैचोटि गरिदियोस् भन्ने ओके नाइस हो हजुरको सजेसन एकदम पुगोस् होइन मैले यो ब्लगको थ्रुबाट पनि हालिदिन्छु हजुरको सजेसन पनि किनभने तपाईँहरूकै एक्सपिरियन्सलाई चाहिँ उहाँहरूले पनि मनन गर्नुपर्छ होइन अब हामीले त तपाईँलाई बोक्ने हो तपाईँहरूलाई के सुविधा हुनुपर्छ भन्ने कुरा तपाईँहरूले त्यो फिल गरेपछि उहाँहरूले पनि प्रोभाइड गर्नुहुन्छ भन्ने आशा गरौँ है सर ल धन्यवाद 112 हजुर ठिकै रहेछ थ्याङ्क यू ल हस् सर ल हजुरलाई शुभ यात्रा हस् थ्याङ्क यू सो मच है हस् हस् सर हस् ल गाइज उहाँ पनि मेरो आज सेकेन्ड राइड हुनुहुन्थ्यो उबरमा है र उहाँले गरेको सजेसन चाहिँ के छ भने अब उबर कम्पनीले चाहिँ यसमा चाहिँ बाइक र तपाईँको स्कुटी चुज गर्ने अप्सन चाहिँ राखिदिनु पर्छ भन्ने चाहिँ उहाँको एक्सपिरियन्स आयो होइन अब मेरो पनि यसमा चाहिँ आज सेकेन्ड राइड हो मैले पनि आज 2टा राइड गरेको छु होइन अब यसको बारेमा चाहिँ उबर कम्पनीले पनि अब उहाँले भने जस्तै तपाईँहरूले पनि यो कुराहरू प्रोभाइड गर्नुभयो भने अभियसली प्यासेन्जरको लागि राम्रो नै हुन्छ है त